आज हामी कम्प्लिट फ्लावर कुनै पनि फ्लावरलाई कम्प्लिट छ भनेपछि कसरी बुझ्छौँ भने त्यसमा चारवटा कुरा अनिवार्य रूपमा हुनुपर्छ। एउटा भनेको यहाँ हेर्दैछौ सेपल लेखेको छ यो क्यालिक्स हो, क्यालिक्स यो क्यालिक्स यो जुन पेटलवाला भाग हो त्यसलाई कोरोला भनेर भन्छौँ हामी। क्यालिक्स कोरोला अनि यताको जुन भाग हेर्दैछौ यो एन्डोसियम, यताको यो माथिको गाइनेसियम। एउटा हामी यो फ्लावर पनि लिएका छौँ, एकचोटि यसलाई हेरौँ। यो फ्लावरलाई हेर्दाखेरि यहाँ के देखिन्छ भने यदि कम्प्लिट फ्लावर हो भने यसमा यो क्यालिक्स यो ग्रीन कलरकोलाई हामी क्यालिक्स भनेर भन्छौँ। यो क्यालिक्स यहाँको यो भाग क्यालिक्स हो। अनि यो भनेको कोरोला हो। कोरोला यो एकदमै एट्र्याक्टिभ पार्ट हुन्छ, जसलाई पनि एट्र्याक्सनको केन्द्रबिन्दु भनेको यही कोरोला हो। यसले मान्छे लगायत जुनसुकै इन्सेक्टहरूलाई पनि यसले यही कोरोला चाहिँ एट्र्याक्सन गर्दो रहेछ। त्यो एट्र्याक्सनमा किरा फटेङ्ग्राहरू यहाँ आइपुग्छन्। अब यो क्यालिक्स, दोस्रो कोरोला, तेस्रो भनेको यो एन्डोसियम। यो एन्डोसियम हेरौँ है, यो एन्डोसियम हो। यो मेल ग्यामेटोफाइट हो, मेल ग्यामेट हो एन्डोसियम। यसलाई हामी एन्डोसियम भन्छौँ। यो भनेको गाइनेसियम। यो गाइनेसियम एउटा कम्प्लिट फ्लावर हुनको लागि चारवटा पार्ट्सहरू अनिवार्य रूपमा हुनुपर्छ। क्यालिक्स, कोरोला, एन्डोसियम, गाइनेसियम। अब यो कोरोलाको हेरौँ इम्पोर्टेन्स। यसमा जुन हामी फर्टिलाइज पोलिनेसनको कुरा गर्छौँ, पोलिनेसन हुनको लागि जुनसुकैलाई एट्र्याक्सनको केन्द्रबिन्दु भनेको यो कोरोला हो, जसको एट्र्याक्सनको कारणले गर्दाखेरि इन्सेक्टहरू किरा फटेङ्ग्राहरू यहाँ आइपुग्छन्। यहाँ आइपुग्दाखेरि यो रस चुस्ने उद्देश्यले आउँछन्, तर यहाँनिर यो पोलिन ग्रेन्स, यो पोलिन ग्रेन्स हेरौँ, यो पोलिन ग्रेन्स, यो पोलिन ग्रेन्स जुन छ ट्रान्सफर भएर यहाँ स्टिग्मामा हुन्छ। यो गाइनेसियम हो, गाइनेसियमको यो को भागलाई हामी स्टिग्मा भन्छौँ। स्टिग्मा यो एन्थर, एन्थर। अब के भन्छ भने यो पोलेन ग्रेन्स, यो जुन पोलेन ग्रेन्स छ यो पोलेन ग्रेन्स ट्रान्सफर भयो। कहाँबाट ट्रान्सफर हुनु भनेको यहाँबाट यहाँसम्म पुग्नु, यहाँदेखि यहाँसम्म पुर्याउने काम त्यो जुन इन्सेक्टहरू आउँछ, त्यो इन्सेक्टहरू जुन यसमा इन्सेक्टहरू जुन रस चुस्ने उद्देश्यले आउँछन् यो घुमिरहन्छ। र कुनै बेला यहाँ के हुन्छ भने हाम्रो पनि यहाँ हातमा चाहिँ यहाँ टाँसिन्छ, यो औलामा टाँसिन्छ, यो पाउडर पाउडर फर्म जस्तो छ, यो पाउडर जस्तो छ यो। त यो यहाँबाट ट्रान्सफर भएर यहाँ आइपुग्छ। यो गाइनेसियमको स्टिग्मा हो। यसलाई के भन्छ भने पोलेन ग्रेन ट्रान्सफर फ्रम द एन्थर टु स्टिग्मा, द्याट इज कल्ड द पोलिनेसन। त्यसलाई हामी पोलिनेसन भन्छ। यदि यही प्लान्टको यसमा गयो भने सेल्फ पोलिनेसन, आफैमा आफै भयो भने यही प्लान्टको यही फ्लावरको पोलिन ग्रेन्स यदि आफ्नै स्टिग्मामा जान्छ भने यो पोलिन ग्रेन्स आफ्नै स्टिग्मामा जान्छ भने त्यो भनेको सेल्फ पोलिनेसन। यदि यो पोलिन ग्रेन्स अर्को स्टिग्मामा जान्छ भने त्यसलाई हामी क्रस पोलिनेसन भन्छ। त्यसलाई क्रस पोलिनेसन। यहाँनिर मैले केही यहाँ फिगरहरू त्यहाँ गएको थिएँ, जसमध्ये यहाँ हामी यो हेरौँ, यो स्पष्ट रूपमा देखाइदिएको छ। यो पार्ट्सहरू देख्न सक्नुहुन्छ। यतापट्टि यो लगभग यसलाई हामी ठुलो गरेर हेर्छौँ, एउटा ठुलो डायग्राम हेर्छौँ। यसले अब ठुलो रूपमा हामी हेर्दैछौँ। यहाँनिर जो हेरौँ सेपल, यसैलाई हामी क्यालिक्स भनेर भनेको थियौँ। यो सेपलको अर्को नाम हो क्यालिक्स। यो जुन ठुलो हेर्दैछौँ यसको नाम हो पेटल। यसलाई चाहिँ कोरोला भनेर भन्न सक्छौँ हामी, कोरोला। क्यालिक्स, क्यालिक्स, क्यालिक्स आयो, सेपललाई क्यालिक्स भनेर भन्छौँ। यो भनेको पेटललाई कोरोला। अब यहाँनिर हेरौँ, यो जुन तानिएको छ नि यतापट्टि देखाइरहेको छ यो एन्थर फिलामेन्ट भनेर भनिरहेको छ। यो भनेको एन्डोसियम हो। यो पुरैले हामी एन्डोसियम भनेर भन्छौँ, एन्डोसियम।
होइन एन्डोसियम यो एन्डोसियममा दुईटा एन्डोसियममा यो हेरौँ त यो त्यसलाई एस्कामेट पनि भनेर भन्छौँ यो तलको जुन छ यो यहाँदेखि यहाँको भागलाई हामी फिलामेन्ट भन्छौँ यो जुन यस्तो खालको स्ट्रक्चर छ यसलाई चाहिँ हामी एन्थर भन्छौँ यही एन्थरमा एकचोटि यहाँ ध्यान दिएर हेरौँ है यो भनेको फिलामेन्ट भयो त्यसलाई चाहिँ हामी फिलामेन्ट भनेर भन्छौँ यो यस्तो खालको स्ट्रक्चर रहेको छ यसलाई हामी यसरी हेर्छौँ यो फिलामेन्ट यो भनेको एन्थर यसमा चाहिँ पोलेन ग्रेन्स हुन्छ यसमा चाहिँ यो जुन हेर्दैछौँ हामी यो पोलेन ग्रेन्स यसमा यो पोलेन ग्रेन्स चाहिँ यहाँ बसेको छ यो पोलेन ग्रेन्स यहाँ जानु पर्यो क्या स्टिगमा यसको नाम हो स्टिगमा यो स्टिगमामा आउनु यो यहाँनिर आउनु पर्यो त्यस पछाडि यसलाई चाहिँ हामी स्टाइल भनेर भन्छौँ यो स्टाइल हो यहाँसम्मको भाग चाहिँ स्टाइल भन्छौँ अनि यसलाई चाहिँ यहाँ ओभरी यो ओभरी यो ओभरी पनि हामी यसमा हेर्न सक्छौँ अनि यसको सेक्सन काटेर पनि हामी देख्न सक्छौँ यो क्यालिक्स कोरोला देखाइदिए मैले अब यो यहाँको जुन भाग छ यो ओभरी हामी हेर्न सक्छौँ यो ओभरी जुन यहाँनिर देखिँदैछ देखाइएको जुन छ भाग यो भाग ओभरी यहाँनिर ठ्याक्कै यो देखिएको भाग ओभरी यसलाई चाहिँ स्टाइल यसलाई चाहिँ हामी स्टाइल भनौँ स्टाइल यो ओभरी यसको सेक्सन काटेर चाहिँ हामी हेर्न सक्छौँ यो पोलिन ग्रेन्स पनि माइक्रोस्कोपबाट हेर्न सक्छौँ अब नेक्स्ट भिडियोमा हामी यो अर्को आउँछ भिडियो त्यसमा चाहिँ हामी यसको सेक्सन काटेर हेर्छौँ पोलिन ग्रेन्सको र यो ओभरीको सेक्सन काटेर हेर्छौँ यसलाई आजलाई हामी कति कुरा बुझ्यौँ भने एउटा कम्प्लिट फ्लावरमा 4वटा पार्ट्स अनिवार्य हुनुपर्छ क्यालिक्सलाई सेपल पनि भनेको क्यालिक्स कोरोला एन्डोसियम गाइनेसियम यो एन्डोसियमवाला यो फिगर देखाएँ यसमा चाहिँ माथि ग्रन्थ यो भनेको फिलामेन्ट जसलाई चाहिँ हामी एस्कामेट पनि भनेर भन्न सक्छौँ एन्डोसियमलाई एन्डोसियम यो भनेको गाइनेसियम गाइनेसियमको टुप्पोवाला भागलाई चाहिँ स्टिगमा भन्छौँ यो टुप्पोवाला यहाँ भाग छ यो भागलाई चाहिँ हामी यो टुप्पोवाला भागलाई चाहिँ हामी यसलाई हेरौँ त यो जुन टुप्पोवाला भाग छ यो भनेको स्टिगमा यो भनेको स्टिगमा हो स्टिगमा देखियो त्यस पछाडि यो सोझै आउँछ त्यो भनेको स्टाइल हो जुन हामी यसरी यहाँ हेर्न सकिरहेका छौँ त्यसमा हेरौँ है यो चाहिँ यहाँ कनेक्सन गरिएको रहेछ हेर यहाँ यो भनेको टुप्पो यो भागलाई सुरुमा हामी फिमेल रिप्रोडक्टिभ अर्गेन्स यो गाइनेसियम भनेर भनेको थियौँ यसको टुप्पो स्टिगमा यसरी हेर्ने हो यसरी रहन्छ यो टुप्पोवाला भाग स्टिगमा यो पोलेन ग्रेन्स ट्रान्सफर भएर जुन यो पोलेन ग्रेन्स छ यो पोलेन ग्रेन्स ट्रान्सफर भएर यहाँ स्टिगमा आउँछ स्टिगमा आउँदै यो पोलेन ट्युब पनि भन्न सक्छौँ यसलाई स्टाइल पनि भन्छ स्टाइल अनि यो भनेको ओभरी यति कुरा यो भिडियोबाट हामी यति कुरा चाहिँ जानकारी दिन सक्यौँ के छ आजको क्लास राम्ररी बुझ्यो कम्प्लिट फ्लावरको बारेमा भन्न सक्छौँ त्यो फ्लावर यहाँ बोल्न सक्छौँ छुट्याउन पनि सक्छौँ होइन र यसको लागि सबै भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद ओके थ्याङ्क यू